सबैजनालाई। यदि तपाईँ बीपीएस सेकेन्ड इयरको फाइनान्स मजाले पास गर्न चाहनुहुन्छ भने यो भिडियो तपाईँहरूको लागि एकदमै महत्त्वपूर्ण हुने गर्दछ। सेकेन्ड इयरको फाइनान्समा जम्मा 10वटा च्याप्टर छन्। त्यस 10वटा च्याप्टरमध्ये मैले यो जुन कलर लगाएको छु पहेँलो कलर, त्यति च्याप्टर पढ्दा मात्रै तपाईँको 50 देखि माथि नम्बर आउँछ। यिनी मध्ये यदि 4वटा बाहेक अरू च्याप्टर पनि पढ्न मन लागेमा टाइम भ्यालु अफ मनी पढ्नु होला, अनिवार्य त्यहाँबाट 10 र अथवा 15 मार्क्स फिक्स आउँछ। अनि त्यसपछि यता तल यो वर्किङ क्यापिटल म्यानेजमेन्टबाट 5 मार्क्स र डिस्ट्रिब्युसन टु सेयर होल्डरबाट 5 मार्क्स गरेर 10 मार्क्स आउँछ। यति पढ्नुभयो भने लगभग तपाईँको 60 क्रस हुन्छ। यदि तपाईँ 90 अथवा 95 नम्बर ल्याउन चाहनुहुन्छ भने यति यो 10वटा च्याप्टरमध्ये सम्पूर्ण च्याप्टरहरू तपाईँले राम्रोसँग पढ्नुपर्ने हुन्छ।